सबैलाई नमस्ते। विशेष गरेर आज हामी यहाँ गोरुबथानमा भेला भएका छौँ। अनि आज चाहिँ कालिम्पोङ डिस्ट्रिक्ट टुरिज्म वेलफेयर सोसाइटी जुन चाहिँ समस्त कालिम्पोङ जिल्लालाई लिएर जिल्ला अन्तर्गत रहेका सानाभन्दा साना गाउँहरू जुन ठाउँमा चाहिँ टुरिज्म अहिले भइरहेको छ, यो समस्त गाउँहरूलाई लिएर समस्त स्टेक होल्डर्स होमस्टे स्टेक होल्डर्सहरूलाई लिएर चाहिँ आज हामीले यहाँनिर एउटा सभा गरेका थियौँ। हुन त यो जुन चाहिँ टुरिज्म वेलफेयर सोसाइटी कालिम्पोङ डिस्ट्रिक्ट अन्तर्गत हामीले यो बनाउने जमर्को कसेका छौँ। यो फेब्रुअरी महिनादेखि नै हामीले यसको कतिवटा कार्यहरू गरिरहेका थियौँ। अनि यो जुन चाहिँ आज यहाँनिर गठन भएको कालिम्पोङ डिस्ट्रिक्ट टुरिज्म वेलफेयर सोसाइटी छ, यसको आज यहाँनिर चुनाव पनि भएको छ। अनि एउटा समिति गठन भएको छ, जुन चाहिँ समितिले चाहिँ अब यो वेलफेयर सोसाइटीलाई यसको पञ्जीकरण गर्ने अनि यसलाई अघि बढाउने काम गर्नेछ, यसको मियाद नतुडिन्जेलसम्म। अनि यो कालिम्पोङ डिस्ट्रिक्ट टुरिज्म वेलफेयर सोसाइटी चाहिँ किन कालिम्पोङमा यो संस्थाको जरुरी पर्यो भन्दाखेरि चाहिँ हामीले अहिले कालिम्पोङको ट्रेन्ड हेऱ्यौँ भने 5 वर्षमा कालिम्पोङको तपाईँले रेकर्ड हेर्नुभयो भने डिस्ट्रिक्ट फर्मेसन भएको 5 वर्षभित्र चाहिँ कालिम्पोङ डिस्ट्रिक्टले हाइएस्ट नम्बर अफ होमस्टेज भनेर एउटा सरकारबाट एउटा मान्यता पनि प्राप्त गरेको जिल्ला हो हाम्रो। अनि कालिम्पोङमा टुरिज्म चाहिँ विशेष गरेर रुरल टुरिज्म, इको टुरिज्म, एडभेन्चर टुरिज्म चाहिँ प्रचुर मात्रामा कालिम्पोङ सहरदेखि बाहिर विभिन्न सानसाना गाउँ बस्तीतिर भइरहेको छ। अनि यसको यो हुँदाखेरि चाहिँ हाम्रो गाउँ बस्तीमा बस्ने प्रियहरूको आर्थिक अवस्थामा त सुधार निश्चय नै भइरहेको छ। टुरिज्म रिलेटेड विभिन्न कार्यहरू पनि भइरहेको छ, राम्रो कुराहरू भइरहेको छ भने त्यतिकै नकारात्मक कुराहरू पनि हामीले हाम्रो बिचमा भइरहेको कुराहरू पनि बुझ्न सक्छौँ अनि देखिरहेका छौँ। अनि यस्ता कुराहरूलाई चाहिँ अलिकति रोकथाम गर्नुपर्छ। यस्तो कुराहरूमा हामीले कस्तो प्रकारले हुन्छ चेक एन्ड ब्यालेन्स खेल्नुपर्छ भन्ने हिसाबले पनि यो संस्था जन्मिनु चाहिँ हामीले जरुरी ठान्यौँ। अनि अर्को कुरा हामीले देखिरहेका छौँ, विभिन्न कालिम्पोङको ग्रामीण क्षेत्रमा होमस्टेजहरू हाम्रा मान्छेहरूले बनाइरहेका छन्, तर कतिवटा ठाउँमा चाहिँ हामीले देखिरहेका छौँ बाहिरको मान्छेहरूले आइकन त्यो होमस्टेजहरूलाई लिजमा दिने काम अनि जमिनहरूलाई लिजमा लिइकन अघि बढाउने काम गरिरहेका छन्। अनि यतिसम्म कि हामीले यो पनि सुन्नमा आएका छ हामीलाई कुनै ठाउँमा त 99 वर्षसम्मको निम्ति पनि जमिनहरू लिजमा दिएको छ भनेर। अनि हामीले यो कुरा देख्दाखेरि चाहिँ यो कुराहरू पनि रोकथाम हुनुपर्छ, किनभने होमस्टेको कन्सेप्ट कहिले पनि एउटा लिज्ड प्रपर्टी लिएर होमस्टे चलाउँछु भन्ने कन्सेप्ट कदापि होइन। यो चाहिँ होमस्टेको अर्थ नबुझेर नै यो कामहरू भइरहेको छ। अनि यो जुन चाहिँ संस्था आज गठन भएको छ, यसले भविष्यको दिनमा हाम्रो ग्रामीण क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई उहाँहरूलाई एउटा सचेत मूलक कार्यक्रमहरू राखिकन उहाँहरूलाई एडुकेट गराउने काम, होमस्टेको अर्थ के हुन्छ, होमस्टे कस्तो प्रकारले हामीले हाम्रै बिचमा चलाउन सक्छौँ, यो विषयहरू लिएर पनि हामी काम गर्नेछौँ। अनि सरकारी निकाय, गैर सरकारी निकाय अनि विभिन्न संस्थाहरूसँग एकमुष्टमा संस्थागत हिसाबमा उहाँहरूसँग बातचित गरिकन कस्तो प्रकारले हाम्रो ग्रामीण क्षेत्रलाई अघि बढाउन सक्छौँ, यो विषयमा पनि हामीले भविष्यमा गइकन काम गर्नेछौँ। अनि सँगसँगैमा हामीले यो कुरा पनि सोचेका छौँ, हाम्रो जति पनि विभिन्न ठाउँमा टुरिज्महरू सुरु भएको छ, त्यो टुरिज्म भइरहेको गाउँ बस्तीमा धेरैचोटि हामीले इन्फ्रास्ट्रक्चरल डेभलपमेन्टको घटी कमीहरू पनि देखेका छौँ। कतिवटा ठाउँमा बाटोको घटी कमी छ भने कतिवटा ठाउँमा बिजुली बत्तीमा नै प्रब्लम पनि भएको कुराहरू हामीले देखेका छौँ भने कतिवटा क्षेत्रहरूमा पानीको प्रब्लम समस्याहरू छ। अनि यो विषयहरू एउटा व्यक्तिले गर्ने, एउटा होमस्टेको मालिकले गर्ने काम होइन। बाटो, बिजुली, पानी ल्याउने काम, जडान गर्ने कामहरू चाहिँ सरकारी निकायहरूको
अनि एउटा व्यक्ति गएर यो विषयहरूमा बातचित गर्दा त्यति ध्यान नदिएको हामीले अनुभव गरेका छौँ बितेको दिनहरूमा। अनि भविष्यमा चाहिँ एउटा संस्थागत हिसाबमा गइकन हामी उहाँहरूसँग यो विषयहरूमा पनि बातचित गरिकन त्यो जुन जुन एरियाजहरू छ कन्सर्न एरियाजहरूमा त्यहाँनिर कस्तो प्रकारले हुन्छ टुरिज्मलाई बढावा दिनको निम्ति त्यो सुविधाहरूको निम्ति सरकारी निकायहरूसँग बातचित गर्ने यो काम पनि यो संस्थाले सोचेको छ भने कतिवटा ठाउँमा टुरिज्म सुरु भएको छ तर त्यो ठाउँमा प्रचुर मात्रामा नयाँ पोइन्ट्सहरू बनाउने नयाँ कुराहरू डेभलप गर्ने त्यहाँ कुराहरू देखेका छौँ। त्यो पनि एउटा व्यक्तिगत तौरमा गर्ने कुरा होइन, त्यो पनि हामीले भविष्यको दिनमा सरकारी निकायहरूसँगै कन्सर्न डिपार्टमेन्ट्सहरूसँग यो विषयहरूमा बातचित गर्नुपर्छ। अनि यो कुराहरू यो इन्फ्रास्ट्रक्चरल डेभलपमेन्टको कुराहरू विभिन्न पोइन्ट्सहरूको डेभलपमेन्टको कुराहरू यो कुराहरू पनि जुन चाहिँ टुरिज्मको निम्ति इम्पोर्टेन्ट छ यो कुराहरू पनि भविष्यको दिनमा चाहिँ यो सोसाइटीले गर्ने यो चमडको कसेको छ। अनि विशेष गरेर आज तपाईँहरूलाई यो पनि म जनाउन चाहन्छु यो जुन चाहिँ कालिम्पोङ डिस्ट्रिक्ट टुरिज्म वेलफेयर सोसाइटी बनिएको छ यसले होमस्टेलाई मात्र होइन तर टुरिज्म सम्बन्धित सबै ती व्यक्ति विशेषहरू जो चाहिँ टुरिज्म सम्बन्धित विभिन्न क्षेत्रमा कार्यरत छन् उहाँहरूलाई पनि समावेश गर्ने अनि पछि गएर उहाँहरूको समस्याहरूको निम्ति पनि खडा हुने यो सोसाइटी चाहिँ यो प्रकारले हामीले एउटा निर्णय आज लिएका छौँ। अनि यो चाहिँ प्योरली अपोलिटिकल नन पोलिटिकल अनि अर्को चाहिँ भन्नुपर्दाखेरि स्वनिर्भर को रूपमा पनि यो संस्थाले स्वनिर्भर बनाउने दिशातिर पनि यो संस्थाले काम गर्ने यो निर्णय आज लिएको छ। धन्यवाद। सर सुन्नुहोस् न कमिटी त बनिएको होला है, नाम भनिदिनुहोस् न। र तपाईँलाई म एउटा प्रश्न तेर्सन चाहन्छु, अब जम्मै होमस्टे अनरहरू यहाँ कालिम्पोङको छैन, यो अब देख्दै थाहा हुने कुरो। र म धेरै घुम्छु, तपाईँहरूलाई थाहा छ, हामी च्यानलको मान्छे, कतिवटा होमस्टे छ सायद तपाईँहरूसँग सम्पर्कबिन आफ्नो तरिकाले चलाइरहेको मैले देखेको छु। अबको दिनमा चाहिँ यो तपाईँहरूको जुन एउटा कमिटी बनिएको छ यसले उहाँहरूसँग कसरी सम्पर्क गरेर उहाँहरूसँग तपाईँहरूको राम्रो एउटा के भन्यो परिवार बनाउन चाहनुहुन्छ, उहाँहरूलाई कसरी सम्पर्क, किनभने थुप्रै होमस्टेहरू छ कि आफ्नै तरिकामा चलिरहेको छ जसमा गोरुबथान टुरिज्म डेभलपमेन्ट सोसाइटी यहाँ पनि छ तर उहाँहरूसँग संलग्न भएर आफ्नै तरिकामा उहाँले होमस्टे चलाइरहेको मैले देखिरहेको छु। त्यसको तपाईँहरूको के छ, भोलिको दिनमा के सोच राख्नु भएको छ? विशेष गरेर तपाईँको प्रथम प्रश्नको निम्ति आज चयन हुनुभएको हाम्रो प्रेसिडेन्ट हुन्छ मिस्टर राजीव शाही, भाइस प्रेसिडेन्टमा मिस्टर विजय थापा, जनरल सेक्रेटरी म आफै नर्दन माइकल लेप्चा, एजिएस चाहिँ हुनुहुन्छ मिस्टर पुरन राई, ट्रेजरर हुनुहुन्छ मिस्टर सुनिल मुखिया, एसिस्टेन्ट ट्रेजरर हुन्छ मिस्टर अविकेश एरन प्रधान, अनि हामीसँग लिगल एडभाइजर हुनुहुन्छ एडभोकेट सुदेश राई। यो छोडेर चाहिँ म अरू नाउँ यहाँनिर भन्दैछु नि, हामीले विभिन्न पकेटबाट आज जतिजना आउनुभएको थियो त्यहाँबाट कोअर्डिनेटर्सहरू पनि हामीले छानेका छौँ, जसमा कोलाखामबाट महेश राई, चुइकिमबाट हेमन्त खवास र फ्रान्सिस राई, गोरुबथानबाट तुफान सुब्बा, कुमाईबाट विनोद राई अनि सचिन थापा, रिसपबाट हेमराज छेत्री, लाभाबाट दावा शेर्पा, जलढाकाबाट सुरेन खवास, साङ्सेबाट हुनुहुन्छ पुष्कर थापा अनि सारिफ राई, तोदेबाट रोहित राई, पेरेनबाट विनोद सोताङ अनि उत्तम तामाङ, कालिम्पोङबाट माधव छेत्री, बाट सुरज राई, सिल्लेरीबाट दिलीप तामाङ अनि शरण थापा, रामधुराबाट अरुण खालिङ, मनसोङ नगरजुङबाट बसन्त तामाङ, डेलोबाट विनय राई, झोलुङबाट दिपेन छेत्री, अनि यहाँहरू छोडेर मिडिया इन्चार्ज चाहिँ हुनुहुन्छ डाक्टर पवन थापा। अनि तपाईँले जुन चाहिँ दोस्रो प्रश्न मलाई तेर्साउनु भयो नि, हो आज यहाँनिर सबै टुरिज्म होमस्टे ओनर्सहरू हाम्रो बिचमा हुनुहुन्न, तर हामीले के गरेका थियौँ भने हाम्रो अलरेडी कालिम्पोङ ब्लक 1, ब्लक 2, ब्लक 3 अनि पेदोङ ब्लकमा चाहिँ अलरेडी हाम्रो संस्थाहरूले त्यहाँनिर काम गरिरहेका छन्।
अनि हामीले आजको मिटिङमा चाहिँ सबै होमस्टे ओनर्सहरूलाई बोलाउनु नसके तापनि हामीले प्रत्येक ब्लकमा जुन चाहिँ अहिले संस्थाहरू होमस्टे सम्बन्धित काम गरिरहेका छन् ती संस्थाका सबै संस्थाका प्रतिनिधिहरूलाई आज हामीले यहाँनिर बोलाएका थियौँ। अनि त्यस्तो प्रकारले हाम्रो बिचमा आज कोलाखाम, तपाईँलाई अघि मैले नाम पढेर सुनाइहालेँ, कोलाखाम, चुइकिम, गोरुबथान, यता पेरेन, तोदे नि धेरै ठाउँहरूबाट आज हामीसँग जोडिनु भएको छ। अनि अब हाम्रो जो चाहिँ आज आउनु भएन, जो चाहिँ आफ्नै हिसाबमा काम गरिरहनु भएको छ, उहाँहरूलाई चाहिँ कस्तो प्रकारले समावेश हामी भविष्यमा गर्छौँ भन्दाखेरि चाहिँ विभिन्न ठाउँको कोअर्डिनेटर हामीले छानेका छौँ। अब कोअर्डिनेटरहरूले गइकन त्यो ठाउँमा उहाँहरूले सबै होमस्टेहरूलाई लिइकन आजदेखि यो एउटा संस्था चाहिँ खडा भएको छ भनेर उहाँहरूले प्रचार प्रसार गर्नुहुनेछ। अनि भोलिको दिनमा त्यो कन्सर्न एरियाजहरूबाट मेम्बर्सहरू उहाँहरूले बटुलेर यसमा जोड्नुहुनेछ। अनि जो संस्था जुन व्यक्तिहरू आफ्नै ढङ्गमा एक्लै काम गरिरहनु भएको छ उहाँहरूलाई पनि हामी यसमा आउने उहाँहरूलाई पनि निवेदन गर्नेछौँ यी कोअर्डिनेटरहरू मार्फत। अनि मैले भनिहालेँ गोरुबथान को जुन चाहिँ आफ्नो अर्गनाइजेसन छ, ब्लक 2 को पेदोङ ब्लकको अलगढा ब्लकको जुन चाहिँ आफ्नो आफ्नो अर्गनाइजेसन छ, भोलिको दिनमा उहाँहरूले गइकन आफ्नो अर्गनाइजेसन अन्तर्गत रहेका जति पनि होमस्टे मेम्बर्सहरू छ उहाँहरू सबैलाई अवगत गरिकन यसमा मेम्बरसिप लिने यहाँहरूले आह्वान गर्नुहुनेछ। त्यसले गर्दा हामीलाई लाग्छ हामीले सानोभन्दा सानो गाउँको एकैजना एउटै होमस्टे किन नहोस्, त्यो होमस्टेलाई पनि हामी यो समितिभित्र भोलिको दिनमा उहाँहरूलाई समावेश गरिकन उहाँहरूलाई पनि सँगसँगै हिँडाइकन उहाँहरूसँग सँगसँगै मिलेर चाहिँ काम गर्न सक्छौँ भनेर। केही छैन है।